सहर्ष निवेदन गर्न चाहन्छु, जानकारी दिन चाहन्छु। यो देशको माया हामीलाई लाग्छ? कति लाग्छ? कति लाग्छ? कति लाग्छ? हो, त्यतिको माया लाग्नुपर्छ देशको। यो देशको माया हामी सबैको छातीभित्र हुनुपर्छ। यदि यो देशको माया हाम्रो छातीभित्र छैन भने देश रहला नरहला भन्ने दिन आइसकेको कुरा मलाई चाहिँ लाग्छ। त्यसो भएको कारणले गर्दाखेरि देशप्रतिको प्रेम जगाउनका लागि निस्केको श्रम संस्कृतिमा यहाँहरू सबैजनालाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। दमक, कस्तो मजाको नाम। दमक, चमक 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 भन्नुहोस् त। दमक, चमक चमक चमक, दमक, लमक 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 भन्नुहोस् त। हो, चमक 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 चम्किएको छ दमक। आज यहाँ लमक 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 अगाडि लम्किएको छ दमक। बधाई छ यहाँहरू सबैजनाले यत्रो ठुलो सहभागितामा हामीलाई स्वागत गर्नुभएको छ, श्रम संस्कृतिलाई स्वागत गर्नुभएको छ, देशलाई माया गर्नुपर्छ भन्ने अभियानलाई स्वागत गर्नुभएको छ। यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। मित्रहरू, अब यो देशमा नयाँ सोच विचारको खाँचो, नयाँ तपाईँको चाहिँ नयाँ शैलीको मनोविज्ञानको खाँचो भएको कारणले गर्दाखेरि अब हामीले त्यसतर्फको यात्रा तय गर्नुपर्ने यहाँहरू सबैजनालाई म निवेदन गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब यो देशमा धेरै कुराहरू भए। अहिले भर्खरै पनि यहाँदेखि पछाडिपट्टि हेरेको एउटा घर जलिराखेको रहेछ। त्यो घर हो कि अफिस हो मलाई थाहा भएन है, मलाई थाहा भएन। यसरी तपाईँको चाहिँ आगजनी आन्दोलन, दुनियाँभरको तोडफोड है, काट्टा मार मात्रै गरिराखेर देश बन्दैन। त्यसो भएको कारणले गर्दाखेरि मिलेर श्रम गरौँ भन्ने, निम्तो दिनका लागि मिलेर श्रम गर्नुपर्छ भन्ने आह्वान गर्नका लागि श्रम संस्कृति लिएर हामी यहाँ आएका छौँ। तपाईँहरू तयार हुनुहुन्छ हामीसँग सँगै मिलेर काम गर्नका लागि? धन्यवाद दिन चाहन्छु। अब देशमा अरूलाई दोष त हामी चाहँदैनौँ, तर यथार्थ समीक्षा गर्नै पर्छ। देशमा 70-80 वर्ष पुराना पार्टीहरूले सिंहदरबार जलाउनु तपाईँको चाहिँ जोगाउन सकेन। सिंहदरबार जलेर गयो, आज सर्वोच्च अदालत जल्यो, संसद भवन जल्यो। त्यसो भएको कारणले गर्दाखेरि हामी अब गम्भीर भएर आत्मसमीक्षा हामीले गर्नै पर्छ। म त्यो नभनिकन सत्यलाई सत्य भन्न सक्नुपर्छ, तथ्यलाई तथ्य देख्न सक्नुपर्छ। अब देशले विकल्प खोजेको कुरा म यहाँहरू सबैजनालाई निवेदन गर्न चाहन्छु, जानकारी गराउन चाहन्छु। र यो तपाईँहरू पनि विकल्प नै खोजेर आउनुभएको जस्तो मलाई लागेको छ। हो, जुन सरकारले, जुन दलले आजभन्दा तपाईँको चाहिँ 50औं वर्ष होइन 70 वर्ष अगाडिदेखि चाहिँ तपाईँको राजनीति गरेको थियो, त्यो दलहरूले सिंहदरबार जस्तो चाहिँ हाम्रो शिरलाई जोगाउन सकेन। समीक्षाहरू गर्न सकिन्छ, गल्ती कसको थियो भन्ने कुराहरू निकाल्न सकिन्छ, तर सिंहदरबारलाई पनि जलाउन तपाईँको चाहिँ जोगाउन नसक्ने, सिंहदरबारलाई जोगाउन नसक्ने, संसद भवनलाई जोगाउन नसक्ने र सर्वोच्च अदालतलाई जोगाउन नसक्नेहरूले तपाईँको जीवन जोगाउन सक्छ? तपाईँको जीवनको ग्यारेन्टी छ यहाँ? त्यसो भएको कारणले गर्दाखेरि अब विकल्पको खाँचो छ। यहाँहरू सबैजनालाई म हार्दिक निवेदन गर्न चाहन्छु, हार्दिक हार्दिक आह्वान गर्न चाहन्छु। अङ्ग्रेजीमा भनाइ छ, डोन्ट जज अ बुक बाई इट्स कभर। हेर्दाखेरि हामी साना देखिन्छौँ, फुच्चे देखिन्छौँ, साधारण देखिन्छौँ, हो, तर ठुला देखिने सुकिला मुकिला भएर हिँड्ने मान्छेहरूले यो देशलाई सही नेतृत्व गर्न सकेको भए आज 75 जना हाम्रा छोराछोरी मर्नु पर्थ्यो र है? देश जलेर खरबौँको क्षति बेहोर्नु पर्ने स्थितिमा अब के हुने कसो हुने भन्ने खालको अन्योलताको स्थितिमा रहनुपर्ने हुन्थ्यो र? त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु, दमकवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु, मिडिया मार्फत सारालाई भन्न चाहन्छु,
Now the time has come. अब हामी परिवर्तन हुनुपर्छ। अब हाम्रो सोच विचार परिवर्तन गर्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, त्यो सोच विचार परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्य लिएर हामी यहाँ आएको कुरा म यहाँहरू सबैजनालाई निवेदन गर्न चाहन्छु। अब तपाईहरूले यस्तो नेतृत्वको खोजी गर्नुपर्छ, यस्तो नेतृत्व तपाईहरुले चयन गर्नुपर्छ, त्यो नेतृत्वको कमसे कम दम होस्, हैन? दमक भन्ने शहरको नाम जुन छ तपाईहरुको, त्यसबाट कलाई अलिकति हटाइदिँदा त्यहाँ के रहन्छ? दम। है? दम भएको मान्छेहरु तपाईहरु? यदि दम भएको मान्छेहरु हो भनेदेखि तपाईहरुले दम भएको मान्छेलाई नै देशको नेतृत्व पनि बनाउनुपर्छ। आपद विपदको बेला भागिन्ने मान्छे, लुकिन्ने मान्छेलाई तपाईहरुले नेतृत्व बनाएर हुँदैन। आदरणीय दमकवासी दाजुभाइ दिदीबहिनीहरू, म त्यो भन्न चाहन्छु। त्यसो भएको कारणले गर्दाखेरि अलिकति दम भएको मान्छे, अलिकति इमान जमान भएको मान्छेलाई अब तपाईहरुले यो देशको सत्ता चलाउन दिनुपर्छ, म त्यो भन्न चाहन्छु। र इफ वी आर नट रङ, यदि हामी गलत छैनौं भने तपाईहरुले हामीलाई भोट दिनुपर्छ। चुनाव चिन्ह माटो लिएर हामी यहाँ भोट माग्नकै लागि आएको हो, हैन? कुनै किसिमको तपाईको छैन हामीले यहाँ ढाट्नु पर्ने स्थिति छैन, मै माग्नु जानु ढुङ्ग्रो लुकाउनु गर्न पर्ने स्थिति छैन। हामी तपाईहरु समक्ष यो चुनावी प्रचारको सभा पनि लिएर आएका छौं, साथसाथै सामाजिक जागरणको अभियान पनि लिएर आएका छौं। यहाँहरु सबैजनालाई म श्रम संस्कृतिमा जोडिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। हामी प्राकृतिक हिसाबले अत्यन्तै तपाईको चाहिँ धनी देशमा छौं। हिमाल, पहाड, तराई, वन जंगल, नदी नाला, ताल तलैया, खनिज सबै कुरा भएको देशमा पनि हामी चाहिँ आर्थिक रूपमा गरिब छौं भनेर हामी चाहिँ नि हैन सूचीकृत हुन बाध्य भयौं। के भएर हामी चाहिँ तपाईको गरिब राष्ट्रको सूचीमा सूचीकृत हुन बाध्य भयौं त? के भन्नुहुन्छ तपाईहरु? भ्रष्टाचारको कारणले जसलाई नेता भनेर तपाईको चाहिँ चुनेर पठायो, त्यही मान्छे तपाईको चाहिँ देश बेच्नतिर लागेपछि, त्यही मान्छेले भ्रष्टाचार गर्न लागेपछि, कमिसन र घुसखोरीमा भुलेपछि यो देश बन्छ त? यो भ्रष्टाचार रूपी रोगलाई, त्यो विष तत्त्वलाई चाहिँ तपाईको चाहिँ निर्मूल बनाउनका लागि, त्यसको अन्त्य गर्नका लागि, त्यो रोगलाई चाहिँ तपाईको यो नेपाल आमाको छातीमा जुन रोग लागेको छ, त्यो क्यान्सरको औषधिको रूपमा चाहिँ हामीले श्रम संस्कृति लिएर आएको म यहाँहरु सबैजनालाई जानकारी गराउन चाहन्छु। स्रोतको कुरा गर्दाखेरि हामीसँग प्राकृतिक स्रोत छ। प्राकृतिक स्रोतलाई परिचालन गर्नका लागि तपाईको दुई हात सबैसँग छ। यो दुई हातलाई सबैले देखाइदिनुस् त, सबैले देखाइदिनुस्। यस, है हो, यसरी हेरौँ न देश बनाउने हातहरू। यो दुई हातलाई हामीले अब चलाउनु पर्छ। तपाईको दुई हात नै हो स्रोत, तपाईको दुई हात नै हो साधन, तपाईको दुईटा हात नै हो संयन्त्र। त्यसो भएको कारणले यो देश बनाउनका लागि हामीलाई विदेशीको ऋण र विदेशीको जुठो चाहिँदैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी विदेशीको ऋणमा, विदेशीको अनुदानको भरमा देशको विकास कल्पना गर्दैनौँ। तपाई हामी आफ्नो पाखुराको दममा यो देश बनाउन सक्छौं त? हात देखाइदिनुहोस्, यसरी हात देखाइदिनुहोस्। हो, यो जागरण लिएर आएका छौं। म भन्न चाहन्छु, जनता नै हो शक्ति, जनता नै हो स्रोत। जनतालाई तपाईको चाहिँ जहिले जनसंख्याको रूपमा राखेर शोषण गरिरहने, भोटरको रूपमा प्रयोग गरिरहने जुन राजनीतिक प्रथा छ, त्यसलाई अन्त्य गरेर जनसंख्या होइन जनशक्तिको रूपमा हामी निर्माण र उत्पादनमा यी हातहरू हामी लगाएर चाहिँ जनतालाई स्रोतको रूपमा हामी सदुपयोग गर्नेछौँ। तपाईहरु तयार हुनुहुन्छ? तपाई श्रमदाता बन्न तयार हुनुहुन्छ? हो, त्यसो भने पक्का पनि यो देश बन्छ। हाम्रो यो श्रम संस्कृति पार्टीमा कोही नेता हुँदैन, कोही कार्यकर्ता हुँदैन। यहाँ हुन्छ त सिर्फ श्रमदाता हुन्छ। यहाँ श्रमदाताले लगाएको पोशाक र मैले लगाएको पोशाकमा कुनै फरक छैन। ल हेर्नुहोस्, चप्पलमा आइराखेको छु, हैन? यदि यो देश धनी भयो भने मात्रै मैले चाहिँ सुट बुटमा आउनुपर्छ भन्ने मेरो मान्यता हो, है? फाटेको लुगा लगाएर 4 वर्षदेखि देश बनाउनु पर्छ भनेर ढुङ्गा बोक्ने कठोर श्रम गर्ने मान्छे हो म। त्यसो भएको कारणले गर्दाखेरि यो खालको चाहिँ मेहनती मान्छेहरूको समूह श्रम संस्कृतिलाई यसपालि नेपाली जनताले अनुमोदन गरिदिनुपर्छ। अनि हेर्नुहोस् हामी विकास कसरी गर्छौं। तपाईहरु सबैजनाको पार्टी हो यो।
यो श्रम संस्कृति हर्क साम्पाङको रहेछ। 2-4 जना मान्छे काठमाडौँतिरबाट पनि आए, लिएर आए, भाषण गरेर गए, होइन। यहाँबाट छुट्ने बित्तिकै यो श्रम संस्कृति तपाईँको पनि श्रम संस्कृति हुनुपर्छ। यहाँहरू सबैजनालाई म यो भन्न चाहन्छु, यहाँहरू सबैजनालाई म त्यो निवेदन गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। भिजन बिनाको मान्छेलाई हामी सधैँ नेता मानिरहन्छ, होइन। भिजन के अरे भन्दाखेरि चाहिँ एडिबीबाट लोन ल्याउने अरे, वर्ल्ड ब्याङ्कले ऋण दिन्छ अरे, अनि त्यो ऋणले चाहिँ कर्मचारी भर्ती गरेर आफ्नै कार्यकर्ता कर्मचारी टन्न भर्ती गरेर तलब दिने, त्यस्तो नाथेको हुन्छ भिजन, है। भिजन हुन्छ त्यस्तो, है। विचार गरौँ न, आफ्नो बारीमा, आफ्नो करेसा बारीमा लसुन प्याज फलाएर खाने भयो भिजन, होइन। छिमेकीबाट ऋण लिएर तपाईँको बजार धाएर सुकिलो मुकिलो सेन्टहरू यस्तो लगाएर कालो चस्मा भन्दा माइन नगर्नलाई थुप्रै कालो चस्मा छ। कालो चस्मा टक्क लगाएर सुई कालो चस्मा चाहिँ किन लगाएर धुलो नदेखोस् भनेर क्या, नरिसाउनु है कालो चस्मा भन्दा, मैले त्यो सन्दर्भवश भने। त्यसो गरेर हिँड्नेलाई चाहिँ भिजन भन्ने हो। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरू, दमकवासी आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म भन्न चाहन्छु यो देशका सबै नेताहरूको मैले नारी छामेको छु, कोहीसँग छैन भिजन, कोहीसँग छैन भिजन। भिजन भन्ने के हो भन्नका लागि, हेर्नका लागि धरा नआउनुहोस्। बिना बजेटको करोडौँ अरबौँको विकास गरेर देखाइदिएको छु मैले, कुरा बुझ्नुभयो नि। बजेट छैन, है। विश्व रेकर्ड राख्ने गरी हामीले चाहिँ पानीहरू लिएका छौँ बजेट बिनै। बजेट बिनै कसरी सम्भव भयो त? बजेट बिनै भन्दाखेरि मैले अघि भने जनता नै हो स्रोत, जनता नै हो शक्ति। तपाईँहरूले भोट दियो भने एउटा, होइन, हिजो म तपाईँको चाहिँ एउटा साधारण लिखुर कुदिने एक्लो मान्छेले अहिले मैले काम गर्ने ठाउँमा स्थान पाएँ। तपाईँहरूले नै हो भोट दिएर एउटा साधारण सडकको मान्छेलाई सत्ताको तपाईँको सर्वोच्च स्थानमा पुर्याउने पनि, र तपाईँले नै हो तपाईँको छैन यो देशको समृद्धि बनाउन सक्ने पनि। तर त्यो जनतालाई स्रोतको रूपमा, साधनको रूपमा, संयन्त्रको रूपमा, देशको उत्पादन र निर्माणको रूपमा लगाउन पर्छ भन्ने भिजन हुनु पर्यो नि। त्यो भिजन बोकेको दल हो श्रम संस्कृति। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, भोलि बिहान 7:30 बजे धरानमा हामी चाहिँ हाम्रो अवधारणा पत्र पनि रिलिज गर्दैछौँ। त्यस पछाडि हामी के गर्छौँ भन्ने कुराहरू यहाँले त्यहाँबाट सुन्न सक्नुहुन्छ। भिजन बिनाको मान्छे, दृष्टि बिनाको मान्छेको पछाडि नलाग्नका लागि म सबैजनालाई अनुरोध गर्न चाहन्छु, विदेशी ऋण लिएर विदेशी प्रभुलाई ढोकेर देश चलाउनलाई भिजन भनिँदैन। खबरदार, खबरदार, त्यसलाई भिजन भनिँदैन, है। देशका नदी नाला बेचेर, देशमा समान सन्धि सम्झौता गरेर, एमसीसी जस्ता तपाईँको चाहिँ देशका जलाधार सबै बेचेर विदेशी सेनाको बुट बजार्ने खालको सन्धिहरू गरेर अलिकति पैसा लिएर देश बनाउँछु, बचाउँछु भन्ने खालको मान्छेहरूको त्यो भिजन होइन, त्यो भ्रम हो। त्यो भ्रमको पछि खबरदार तपाईँहरू नलाग्नु होला। म सबैजनालाई भन्न चाहन्छु, यो देशको माया लाग्छ तपाईँलाई? यदि यो देशको माया लाग्छ भने यो देशको माया लाग्ने मान्छेले सही मान्छेलाई भोट पनि दिन सक्नुहुन्छ। यहाँ चाहिँ लाग्छ भन्ने अनि भरे भोट चाहिँ जथाभावी फालिदिनु भयो भने हुँदैन त्यो, है। मुखले माया गर्छु भनेर हुन्छ र, है। जडेले बुढीलाई आई लभ यू भन्छ नि मातेर गएर, होइन, हो कि भन्नु न। भएभरको घरको खर्च चाहिँ सबै सिद्ध्याउँछ रक्सी खाएर, अनि आई लभ यू बुढी, आई लभ यू बुढी भन्छ भन्दैन? लभ नै गर्ने भनेदेखि त त्यसरी रक्सी खाएर पैसा सिद्ध्याउनु हुँदैन नि त, होइन र, है। लुगाफाटा किनिदिनु पर्छ होला, के गर्नुपर्छ होला, सजन भएर बस्नुपर्छ होला नि। त्यस्तै खालको जडियाले माया गर्छु नेपाललाई भने, बुढीलाई भने जस्तो हावामा मुखले मात्रै माया गर्छु नभन्नु होला, छातीमा हात राखेर भन्नुहोस्, हातमा साक्षी राखेर, तपाईँलाई यो देशको माया लाग्छ? यदि माया लाग्छ भने लोकतन्त्रमा दिएको सबैभन्दा ठुलो अधिकार मताधिकार यसपालि तपाईँले चाहिँ नि सही मान्छेलाई र सही दललाई तपाईँहरूले सही चुनाव चिन्हमा हाल्नुहोस्। देश बेचेर खाने मान्छेहरूको पछाडि हामी लागेको कारणले, होइन, उनीहरूले उता बेचेर खाइराख्छ, अलिअलि यसो हालिदिन्छ, अनि त्यसले गर्दाखेरि पेट पालेको कारणले मैले भने प्राकृतिक रूपमा चाहिँ नि सम्पदाले भरिएको देशमा, है, नम्बर 1 धनी हुनुपर्ने देशमा हामी गरिब भएर चाहिँ नि विदेशीको टोइलेट सफा गर्न नगइकन 2 छाक खान सक्ने स्थितिमा हामी रहेका छौँ। हाम्रो चेत खुल्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो चेत खुल्नुपर्छ। म सबैजनालाई त्यो भन्न चाहन्छु, यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु। विदेशी सन्धि सम्झौताहरू गरेर विदेशीले अलिकति पैसा दिन्छ र म चाहिँ यसो, होइन, बाटोहरू बनाउँछु, बिजुलीहरू, होइन, त्यो गलत गलत।
30 खर्ब भन्दा धेरै तपाईको चाहिँ सार्वजनिक ऋण पुग्न आँटिसक्यो, कहिले तिर्ने? कतिलाई त 1 खर्ब लेख भन्यो भने त्यसको पछाडि कतिवटा जिरो पनि त्यो पनि लेख्न आउँदैन हैन। यति धेरै पैसा चाहिँ विदेशी ऋण लिएर हामी चलिरहेका छौँ। जसरी हामीले छिमेकीबाट ऋण लिएर तपाईको चल्न थाल्यो भने भोलिको दिनमा आफ्नो घर घरेरी लिलाम गरेर टाप दिनुपर्छ। त्यसरी नै भोलिको दिनमा हाम्रो देश गुम्ने स्थिति नआओस् भनेर हामीले श्रम संस्कृतिमा यहाँलाई बोलाइराखेको कुरा, श्रम संस्कृतिले त्यो भन्न खोजेको कुरामा जानकारी गराउन चाहन्छु। अल्छी लाग्यो? अल्छी लाग्यो भने भन्नुहोस् है, म गीत सुनाइहाल्छु है। मैले अघि भने तपाईहरुलाई हैन, दमकलाई दम भएको मान्छे चाहिन्छ है। दम भएको मान्छे चाहिन्छ। तपाईहरु दम भएको मान्छे भएकै कारणले यो ठाउँको नाम पनि दमक भएको जस्तो लाग्छ मलाई। हो दम भएको मान्छेलाई, राष्ट्रप्रेमी मान्छेलाई झुक्दै नझुक्ने नेपालको छोरो भन्ने एउटा गीत छ नि, त्यस्तो खालको मान्छेलाई तपाईहरुले यसपालि चुन्नुपर्छ। र हर्क साम्पाङ त्यो खालको मान्छे हो जस्तो लाग्छ भने तपाईहरुको अमूल्य भोटमा हैन अनुरोध गर्न चाहन्छु। तपाईहरुले चुनाव चिन्ह माटोमा उ त्यहाँनिर राखेको छ हैन, अञ्जुलीमा भरेको तपाईको देशको माटो, तपाईको आफ्नो माटो त्यो है। त्यो माटोमा उजिएको तपाईले खाएर हुर्किनु भएको छ। त्यही माटोमा हाम्रो पुर्खाहरूको चाहिँ तपाईको हैन, हामी सबै मरेर जाने हो। भोलिको दिनमा हाम्रो चाहिँ अस्तु पनि त्यही भेटिन्छ। त्यो माटोलाई, यो देशको माटोलाई तपाईहरुले यसपालि भोट हाल्नुपर्छ भन्ने म हार्दिक निवेदन गर्न चाहन्छु। हुन्छ, धन्यवाद। म केही कुरा भन्छु भरे। हर्क साम्पाङ जिन्दाबाद हैन, यो देश जिन्दाबाद, तपाई जिन्दाबाद, श्रमदाता जिन्दाबाद, श्रमदाता जिन्दाबाद, श्रम संस्कृति जिन्दाबाद। धन्यवाद। अब म केही कुराहरु अरु कुराहरु सुनाउ कि भयो? थुप्रै कुराहरु छन्। सबैको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, देशलाई माया गरौँ, देशलाई माया गरौँ, देशलाई माया गरौँ है, देशलाई माया गरौँ। पसिना हैन, पसिनाले यो देश भिजाउनु पर्छ। रगत होइन, पसिनाले भिजाऊ यो देश। अघि भर्खरको हाम्रो शिरगीतले त्यो भन्दै थियो। रगत कति बगाउने? 17,000 के जतिमा मर्यो हैन, उता छैन जनआन्दोलनमा, जनयुद्धमा 17,000, फेरि अस्ति 75 जना फेरि अर्को आन्दोलन गर्ने भन्छ। कति मरिराख्नु हौ? त्यसले गर्दाखेरि रगत होइन, अब नलडौँ है, अब नलडौँ हामी। म यो पार्टी त त्यो पार्टी, म यो जाति त त्यो जाति, वर्ग यो धर्म यो भनेर हामी नलडौँ। हामीले कमिलाबाट सिक्न पर्छ, म त्यो भन्न चाहन्छु। एउटा कमिलाबाटसम्म हामीले सिक्न सकेनौँ भने हाम्रो मान्छेको जुनी हो नि धिक्कारको जुनी है। त्यसो भएको कारणले कमिलाको ताती जस्तो भएर अब हामीले यो देशका लागि श्रमदान गर्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आफ्नो पेटको लागि मात्रै श्रम गरेर हुँदैन, यो देशको लागि पनि श्रमदान गर्नुपर्छ म भन्न चाहन्छु। तपाईहरु तयार हुनुहुन्छ? धन्यवाद दिन चाहन्छु। अब थुप्रै कुराहरू छन्। अस्ति जेनजी आन्दोलनको कुरा मैले अलिकति गर्नुपर्छ होला, पर्दैन? सबै जेनजीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु, प्लिज डु नट बी मिसयुज्ड, नेभर बी मिसयुज्ड, नेभर बी मिसगाइडेड है। तपाईहरुलाई परिचालन कसैले गर्न सक्छ, जा भाइ त्यहाँ गएर झगडा गरेर आइज, म तँलाई केही हुनु दिन्न, प्रहरीले पक्रेमा छुनु दिन्न, मेरो पार्टीमाथि गृहमन्त्री छ भन्ने किसिमले कुनै किसिमको चाहिँ प्रलोभन र दुरुत्साहनमा पारेर जेनजीलाई अथवा छैन युवा पुस्तालाई कसैले पनि दुरुपयोग नगरोस्। यो देश पछि पर्नुको कारण सबैभन्दा ठुलो शक्ति भनेको, जनशक्ति भनेको चाहिँ युवा शक्ति हो। त्यो युवा शक्तिलाई नै खाली टाउका फुटाउनको लागि, टायर बाल्नको लागि दुरुपयोग गरेर हुन्छ। म सम्पूर्ण तपाईको चाहिँ जेनजीलाई भन्न चाहन्छु, डङ्की डङ बाजोबारी खन्नुहोस्। कुरा बुझ्नुभयो नि? हो, जेनजी यता हुनुहुँदो रहेछ, डङ्की डङ बाजो खेत खन्नुहोस् है। त्यहाँ देखाउनुहोस् तपाईँको छैन तागत। अर्काको टाउको फुटाएर अर्कालाई कुटेर तागत देखाउने होइन। विदेशी दलालहरूले जहिले पनि अस्थिरता होस् यो देशमा भनेर अनेक परीको छैन फन्डा मचाइदिन्छ। त्यो फन्डामा लागेर एक अर्कालाई खेदाएको छ, कुटेको छ। तपाईँ पनि नष्ट, म पनि नष्ट। अहिले यहाँ झगडा गर्ने भने के हुन्छ? रगत मात्रै बग्छ। रगत बगेर के हुन्छ? केही फल्छ? त्यसो भएको कारणले गर्दाखेरि
म यहाँ सबैजनालाई भन्न चाहन्छु हाम्रो देशको माटोमा पसिनाको सुगन्ध आउनुपर्छ, पसिनाको सुगन्ध आउनुपर्छ। त्यो पसिनाको सुगन्ध आउने गरी यो देशको माटोलाई भिजाउनका लागि तपाईँ तयार हुनुहुन्छ? हो, त्यही उत्पादन र तपाईँको चाहिँ निर्माणको क्रान्ति हो श्रम संस्कृति। म यहाँहरू सबैजनालाई यो तपाईँको चाहिँ क्रान्तिमा हार्दिक हार्दिक निमन्त्रणा गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु। आउनुहोस्, सँगै मिलेर यो देशको माटोलाई बचाऊ, यो देशको माटोमा श्रम रोपेर लह लह यो देशका सपनाहरू फलाऊ, ताकि भोलिको दिनमा कुनै जेन्जी त्यसरी अकालमा मर्न नपरोस्। र पढिसकेपछि कहाँ जाने जाने थाहा छैन, सर्टिफिकेट फालेर तपाईँको चाहिँ उता लागु औषध दुर्व्यसनी बन्ने गरी तपाईँको चाहिँ विभिन्न खालका विकृतिमा फस्ने गरी, विभिन्न अपराधमा फस्ने गरीको नियति हामीले भोग्न नपरोस्। म यहाँहरू सबैजनालाई निवेदन गर्न चाहन्छु। गफ गरेर देश बन्छ, गफ गरेर देश बन्छ र गफ गरेर देश बन्ने थियो भने म घरमा बसेर एक्लै माथि धुरीमा बसेर गफ गरिरहन्थेँ, किन यहाँ आइरहन्थेँ है? म तपाईँहरूलाई सिकाउन आएको होइन, म तपाईँहरूलाई बोलाउन आएको। म तपाईँहरूलाई के गर्न आएको हो? बोलाउन आएको हो, माटोको सन्देश लिएर बोलाउन आएको हो। म तपाईँलाई सिकाउन सक्दिनँ आदरणीय शिक्षित सभ्य नैतिक दोमकवासी दाजुभाइ दिदीबहिनीहरू। I am not here to teach you, but I am here to call you. म तपाईँहरूलाई बोलाउनका लागि आएको हो। यो देशले तपाईँलाई बोलाइरहेको छ, समयले बोलाइरहेको छ। तपाईँ आउने हो, तपाईँ आउने हो, तपाईँ आउने हो। यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। श्रम संस्कृति गफ गर्ने मान्छे र काम गर्ने मान्छे बीच के फरक हुन्छ? एउटा दलाल है, कोही व्यक्तिलाई मैले भने होइन है, एउटा दलाल भनौँ न, गफ गरेर यसो कुरा मिलाएर खाने मान्छे र त्यहाँ सफारी चालकहरू पनि देख्दैछु मैले। एउटा सफारी चालक बीच के फरक हुन्छ? अलिकति बुझ्नु, अल्छी नमान्नु है, थोरै बोल्छु, थोरै बोलौँ। एउटा दलाल बिहानै उठ्छ होइन, र अब त्यसले कसलाई ठगौँ, कताको कता सेटिङ मिलाउँ भनेर प्लान मिलाउँछ। तर एउटा सफारी चालक मजदुर त्यो दलाल उठेको समयभन्दा 2 घन्टा अगाडि उठ्छ है, र स्टेसनमा गएर यात्रुलाई पर्खिराखेको हुन्छ चाडमा होइन? हो, त्यो नियत। एउटा दलालले फोनको भरमा 1 लाख रुपियाँ कमाउँछ दिनमा। सफारी चालकले बिचरा यता जा उता जा, उता जा, ट्राफिक प्रहरीले घरि यता खेदाएको छ, घरि उता, अनेक परिको सहेर 2 छाक भात कमाउँछ हो है। एउटा दलाल जीवनभर करोडौं रुपियाँ पैसा कमाउँछ, ठुलो माफिया बन्छ र देशै तपाईँको चाहिँ हाँक्ने गरी तपाईँको चाहिँ बन्छ है। तर एउटा सफारी चालक मजदुरले जीवनभर कमाएर उसको चाहिँ श्रीमती पाल्छ, श्रीमान पाल्छ, केटाकेटी पढाउँछ, बस त्यति हुन्छ। जब एउटा दलाल मर्छ सबैले उसलाई सम्मान गर्छ, सलाम गर्छ, सलामी दिन्छ। तर एउटा सफारी चालक मर्दाखेरि बिचरा मलामी पनि आउँछ कि आउँदैन है? यो नियति कसरी भयो यहाँ? म यो प्रश्न गर्न चाहन्छु नेपाली समाजलाई। एउटा ढाँट्ने मान्छेलाई त्यत्रो सम्मान गर्ने समाजले पसिना बगाएर खाने मान्छेलाई किन अपमान गर्छ? म त्यो भन्न चाहन्छु है। सबैभन्दा धेरै काम गर्ने कामी, सबैभन्दा गाह्रो है, आगोमा बसेर आगै तपाईँको चाहिँ कुटेर फलामको चाहिँ हतियार बनाउने एउटा कामीलाई घरभित्र पस्न नदिने समाज अझै चेन्ज भएको छैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। त्यसो भएको कारणले गर्दाखेरि श्रमको कारणले गरिने विभेदको अन्त्य गर्नका लागि, जरा उखाल्नका लागि आएको शक्ति पनि श्रम संस्कृति रहेको म निवेदन गर्न चाहन्छु। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, काम प्रतिको दृष्टिकोण, हामीले श्रमलाई हेर्ने दृष्टिकोण हामीले बदल्नुपर्छ। जबसम्म श्रमलाई हेर्ने दृष्टिकोण हामी बदल्दैनौँ तबसम्म हाम्रा मान्छेहरू बेरोजगार भएर हिँड्छ, बरु काम गर्दैन। यहाँनिर डिग्री पढेका भाइहरू भतिजाहरू कोही भोक लागेर बिहानदेखि खाएको हुँदैन होइन, खाइस भात भन्दा म त खाएँ भन्छ, भोकै हिँडिरहेको। ऊ ज्याला मजदुरी गर्न चाहँदैन, पसिना बगाउन चाहँदैन, उनलाई ठुलै घुम्ने कुर्सीमा सिसाको अफिस चाहियो है। अनि तपाईँ पनि घुम्ने कुर्सीमा घुमिरहने, म पनि घुम्ने कुर्सीमा, भयोभरको पढे लेखेको घुम्ने कुर्सीमा घुम्ने, अनि तपाईँ पनि हाकिम म पनि हाकिम होइन, सबैजना एकदम ठुल्ठुलो। अनि श्रम कसले गर्ने?
श्रमप्रतिको दृष्टिकोणलाई चेन्ज गर्न चाहन्छ श्रम संस्कृतिले। त्यो श्रम संस्कृतिमा तपाईले मलाई साथ दिने हो। काम कुनै पनि सानो हुँदैन। यो देश पछि पर्नुको कारण यही हो। मूल कारण मैले थाहा पाएको कुरा यही हो। हामी काम गर्न लजाउँछौँ। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, काम गर्न लाज नमानोस् भनेर धरान उपमहानगम नगरपालिकाको पदीय हिसाबमा सबभन्दा ठुलो मान्छे म है। मै हो सबभन्दा, तपाईँको चाहिँ अन्तिम सिग्नेचर गर्दा मै हो। बजेट बनाउनेदेखि लिएर नीति तथा कार्यक्रम सबै मैले गर्नुपर्ने हुन्छ। तर त्यस्तो मान्छेले फाटेको लुगा लगाएर 4-4 वर्ष श्रम गरेर नाला सफा गरी हिँड्नुको कारण के हो त भन्दाखेरि जहाँ गएर काम गर भनेर मात्रै देश चल्नेवाला छैन। यसरी काम गरौँ, आउनुहोस् तपाईँ पनि भनेर मैले बोलाउन चाहेको। पानी यसरी बोलाउन चाहेको। अब म धरानको प्रमुख हुँदासम्म पनि मलाई के भने त ढुङ्गे, जङ्गली, पाखे, केही नजान्ने, बौलाहा भयभरको अपमान गर्ने नामहरू दिए। गोरु, गधा सबै दिए है, सबै दिए। अब म जस्तो नगरको प्रमुखलाई त त्यसो भन्छ भने एउटा आम जनताले श्रम गर्यो भने उसलाई कति हेप्दो रहेछ। अड्कल गर्नुहोस् तपाईँले। काम गर्ने मान्छेलाई हेप्ने, काम गर्ने मान्छेलाई शोषण र तपाईँको दमन गर्ने यो जुन चलनको तपाईँको चाहिँ अन्त्य नगरिकन यो देश बन्नेवाला छैन। त्यसले गर्दाखेरि त्यो चलन सामाजिक रूपान्तरणको अभियान हो यो श्रम संस्कृति। तपाईँलाई लाग्ला एउटा पार्टी रहेछ, भोट माग्न आयो साथीले, यसो चाहिँ जित्यो भने जाला, जित्यो भने के गर, त्यो होइन, त्यो होइन, त्यो होइन। वी वान्ट टु चेन्ज द नेसन फ्रम द रुट, फ्रम द रुट है। जराबाट यो देशलाई, राष्ट्रलाई परिवर्तन गर्नका लागि हामी अभियान चलाइरहेको कुरा म यहाँहरू सबैजनालाई हार्दिक निवेदन गर्न चाहन्छु। प्रकृतिको संरक्षण गरौँ, संस्कृतिको सम्वर्धन गरौँ, प्रविधिको विकास गरौँ। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु। एकचोटि म सँगसँगै भन्नु ल, हुन्छ? प्रकृति जस्तो बन्न सकौँ। मैले सुनिनँ। कसैलाई विभेद नगर्ने। संस्कृति जस्तो बन्न सकौँ। सबैलाई आफ्नो ठान्ने। प्रविधि जस्तो बन्न सकौँ। जीवनलाई सहज बनाउने। प्रकृति, संस्कृति र प्रविधिमा आधारित सिद्धान्त बोकेर अगाडि आएको छ श्रम संस्कृति। प्रकृतिको हामीले संरक्षण गर्छौँ। हामी प्रकृति हौ। हामी मान्छेको लागि मात्रै अभियान चलाइरहेका छैनौँ है। चराचुरुङ्गीलाई पनि माया गरौँ, हामीले वन्यजन्तुलाई पनि माया गरौँ। एउटा चरा मासिँदा के हुँदो रहेछ तपाईँलाई थाहा छ होला नि। हिजो आज हामी विषादयुक्त तरकारी खान्छौँ। किन खान्छौँ भन्दा चरा छैन। चरा भए पो चराले त्यो किराहरू खान्थ्यो। अहिले तपाईँको चाहिँ एउटा गोलभेडा रोप्यो भने किरा लागिहाल्छ। अनि किरालाई मार्नका लागि विषादी थपिन्छ। विषादी सहितको गोलभेडा खायो, क्यान्सर भइरहेको हुन्छ, किडनी फेल भइरहेको हुन्छ होइन। त्यसो भएको कारणले गर्दाखेरि जराबाट कुरा बुझ्नुपर्छ। हावामा त्यतिकै कुदिनेर हुँदैन। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, प्रकृतिवादी बनौँ। हामी प्रकृतिलाई माया गरौँ, प्रकृतिलाई माया गरौँ, वन्यजन्तुलाई माया गरौँ, प्रकृतिको संरक्षण गरौँ। म यो पनि भन्न चाहन्छु, संस्कृति हाम्रो देशमा विदेशी पर्यटक आउनुको दुईटा कारण छ। एउटा भनेको प्रकृति हेर्न, अर्को भनेको संस्कृति हेर्न। त्यसो भएको कारणले गर्दाखेरि हाम्रा मौलिक संस्कृतिहरूलाई हामीले जगेर्ना गरौँ। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, हाम्रो मौलिक भाषाहरू छ भने हामी बोलौँ। किनभने संस्कृति बनाउनका लागि हाम्रो पुर्खालाई हजारौँ वर्ष लागेको थियो। हजार वर्ष लागेर पुर्खाले बनाइदिएको संस्कृति हामी अहिले आधुनिकताको नाममा कोरियन भाषा बोल्छौँ, बरु इङ्ग्लिस बोल्छौँ, तर बोल्दैनौँ हाम्रो आफ्नो मौलिकता बिर्स्यौँ। यदि हामी आफ्नो मौलिकता बिर्स्यौँ, हाम्रो संस्कृति बिर्सँदै हामी गयौँ भने यो हाम्रो भिड भनेको भेडाको भिड मात्रै हुन्छ। हाम्रो संस्कार संस्कृति केही पनि हुँदैन र हाम्रो मनोविज्ञान पनि भेडाको जस्तै हुन्छ। हामी भेडा हो? यदि हामी नेपाली हो भने हामी नेपालीहरू भनेको संस्कृतिले रङ्गिएको हुनुपर्छ, संस्कृतिको धनी हुनुपर्छ। हामी आफ्नो मौलिक प्रविधिलाई पनि हामीले चाहिँ होइन। बोर लाग्यो? सुनिन्छ यता बोलेको पछाडि? यसो गरिदिनु त, सुनिँदो रहेछ। धन्यवाद। मौलिक प्रविधि है, मैले बारम्बार भन्ने गरेको तर्क अलिकति म यहाँ राख्छु, बोर नमान्नु होला। हाम्रो पुर्खाले हजारौं वर्ष पहिला
ढिकी बनायो, जाँतो बनायो हैन। त्यही ढिकी र जाँतोलाई देखेर आधुनिक बनाउँदा तपाईँको चाहिँ मान्छेहरूले, पाश्चात्यहरूले तपाईँको के गर्यो भन्दाखेरि पश्चिमाहरूले त्यसैलाई तपाईँको के गरिदियो भन्दाखेरि मेसिन बनाइदियो। त्यो जाँतो दुईटा ढुङ्गा हैन, एउटा हतार राखेर यसरी घुमाउँदाखेरि अन्न पिनिँदो रहेछ भन्ने आजभन्दा हजारौँ वर्ष, 2000 3000 वर्ष पहिला हाम्रो पुर्खाले आविष्कार गरेको हो कि होइन? त्यही दुईटा प्लेटमा चाहिँ अन्न पिस्ने भन्ने कुरालाई चाहिँ लगेर हैन उताबाट चाहिँ त्यो मिल बनाइदियो। अब मिल मात्रै प्रयोग गर्छौँ, ढिकी प्रयोग गर्छौँ। ढिकी देखेको छैन, जाँतो देखेको छैन, छैन है। एउटा बाँसलाई काटेर लिस्नो बनाइदियो, यस्तो माथि तल चढ्ने, त्यही लिस्नोलाई देखेर तपाईँको चाहिँ सिँढी बनायो पश्चिमाले। हामीले त्यसलाई चाहिँ फेरि के भन्यो भन्दाखेरि आधुनिकता भन्यो। हाम्रो आफ्नो चाहिँ बिर्स्यो, हाम्रो आफ्नो मौलिक प्रविधिहरू बिर्सेको कारणले गर्दाखेरि मैले अघि तपाईँको चाहिँ सुरुमा तपाईँहरूले गाउनु लगाएको गीतमा के थियो भने यो माटोले हामीलाई बोलाइरहेको छ भन्नुको मतलब हाम्रो मौलिकताले हामीलाई बोलाइरहेको छ है, हाम्रो संस्कृतिले बोलाइरहेको छ। र मैले बारम्बार भन्ने गरेको छु, हामी अघिल्तिरको यात्रामा छैनौँ। जब हामी आफ्नो मौलिकतालाई बिर्सौँ हामी पछि जान्छौँ। आज हामीले जति पनि यी आविष्कारहरू देखिरहेका छौँ, गाडी गुडिरहेछ, मोबाइल चलाइरहेछौँ दुनियाँ, तर यी सबै कुरा हाम्रो आविष्कार होइन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। हाम्रो आफ्नै उत्पादन हामीले गर्नुपर्छ भन्ने संस्कृति, श्रम संस्कृति रहेको कुरामा जानकारी गराउन चाहन्छु यहाँहरू सबैजनालाई। सियोसम्म बनाउने नसक्ने तपाईँको नालायक भएर हामी बस्यौँ। यद्यपि हाम्रो पुर्खाले आजभन्दा 3000 वर्ष पहिला ढिकी र जाँतो बनायो। यी कुराहरू तपाईँको छैन, हामीले बिर्सेको कारणले हामी पछि परिरहेको कुरा म यहाँहरू सबैजनालाई जानकारी गराउन चाहन्छु। अब हामी पछि पर्नु हुँदैन। तपाईँहरू सहमत हुनुहुन्छ? तपाईँहरू सहमत हुनुहुन्छ? धन्यवाद दिन चाहन्छु। देशलाई माया गरौँ हामी सबैले, म त्यो भन्न चाहन्छु। हामी श्रम संस्कृतिको कुरा गर्छौँ होइन? के हो त यो श्रम संस्कृति भनेको भन्दाखेरि यसको व्याख्या विश्लेषण तपाईँ आफैले पनि लाउन सक्नुहुन्छ। तर एउटा बेइमान मान्छेलाई इमानदार बनाउने संस्कृति हो श्रम संस्कृति। ताली बजाउनुपर्छ अलिकति। मैले अनुमोदन गराएको। अल्सी मान्छेलाई पौरखी बनाउने, परिश्रमी बनाउने संस्कृतिलाई श्रम संस्कृति भन्नुपर्छ, ताली बजाउनुपर्छ। झुटो बोल्ने, झुटो मात्रै सुन्ने, सत्य बोल्दाखेरि साथीभाइदेखि परिवार सबैजना रिसाउने है, असत्यवादी समाजलाई सत्यवादी बनाउनुपर्छ। त्यो सत्यवादी समाज बनाउने, सही कुरालाई बोल्नका लागि चाहिँ प्रेरणा दिने संस्कृति हो श्रम संस्कृति। ताली बजाउनै पर्छ है। हामी बाँचुन्जेलसम्म श्रम गरिरहन्छौँ। श्रम भनेको हाम्रो पेटको लागि गर्छ, हाम्रो परिवार पाल्नलाई, आफ्नो पेटको लागि, आफ्नो घर परिवारको लागि। तर यो देशका लागि भनेर एक थोपा पनि पसिना नेपालीले चुहाएन। गल्ती त्यही भयो, गल्ती त्यही भयो। त्यसो भएको कारणले गर्दाखेरि देशका लागि श्रमदान गर्नुपर्छ र श्रमदानको माध्यमबाट एउटा बेइमान मान्छे, एउटा ठग मान्छे र अल्छी र स्वार्थी मान्छेलाई पनि, एउटा पापी मान्छेलाई पनि तपाईँको चाहिँ सत्यवादी र देशभक्त बनाउने संस्कृति हो श्रम संस्कृति। ताली बजाउनै पर्छ। श्रम र श्रमिकलाई सम्मान गर्ने संस्कृति हो श्रम संस्कृति। ताली बजाउनै पर्छ। अरूलाई ठगेर, लुटेर, कुटेर, ढाँटेर, काटेर खाने होइन। आफ्नो पाखुरामा आफ्नो नङ्ग्रा खियाएर, 10 नङ्ग्रा खियाएर जीवन गुजार्छु भन्ने आत्मनिर्भरताको संस्कृति हो श्रम संस्कृति। ताली बजाउनै पर्छ। विदेशी ऋण होइन, स्वदेशी उत्पादन। आफैले तपाईँको चाहिँ आफ्नै मौलिक, आफ्नै चाहिँ तपाईँको परम्परागत प्रविधिहरू प्रयोग गरेर हामी आफैले यो देशको चाहिँ विकास गर्नुपर्छ भन्ने संस्कृति हो श्रम संस्कृति। विदेशी दलाली र चाकडीमा, विदेशी इसारामा सरकार को बन्ने, को नबन्ने, को मन्त्री हुँदाखेरि अस्ति म झन्डै प्रधानमन्त्री पनि भएको, झन्डै भएको हो होइन। एकछिन म त्यसमा नै आउँछु। कसलाई ढोगिनु पर्ने? यात्राको ढोग्छु है। म गृहमन्त्री त मलाई चाहिँ भेट्न आउनुपर्छ यहाँ फुलमाला लिएर भनेको कारणले होइन। तपाईँको छैन विदेशीको इसारामा यो सरकार चल्नु हुँदैन भन्ने संस्कृति हो तपाईँको छैन श्रम संस्कृति। ताली बजाउनै पर्छ त्यसमा पनि। अल्छी लाग्यो? जाँगर चलिरहेछ है। त्यसो भने म एउटा कुरा पढेर सुनाउँछु ल। तपाईँहरू हर्क साम्पाङको कुरा सुन्न आउनुभएको हो, तर हर्क साम्पाङ म त होइन। म पनि चिन्छु उसलाई, केही वर्षदेखि म पनि चिन्छु। केही वर्ष होइन, धेरै वर्षदेखि चिन्छु।
तपाईले चिनेको हर्क साम्पाङ र मैले चिनेको हर्क साम्पाङमा के फरक रहेछ म एउटा सानो पढेर सुनाऊ ल। को हो हर्क साम्पाङ? मैले चिनेको, मैले बुझे। मनभित्र यो देश बाहेक अर्थो केही छैन उसको। भावनाको गहिराईमा यो देश भेट्छ उसले, विचारको उचाइमा यो देश देख्छ उसले। घोर अन्धकारभित्र आशाको किरण छर्ने, चेतनाको खेती गर्ने र निराशाभित्र आशा र विश्वास छर्ने काम गर्छ उसले। देश र माटोबारे हजारौं गीत लेख्छ र गाउँछ अनि अरूलाई पनि गाउन लगाउँछ ऊ। उजाड पाखा पखेरु र बगरहरूमा हजारौं लाखौं बिरुवा रोपेर हरियाली बगैँचा र पार्कहरू निर्माण गर्दै बस्छ ऊ। जलाधार र पानीको मुहान बढाउन बिरुवा रोपिरहन्छ ऊ। उद्योग जति सबै बेची खाएको देशमा मुद्दा र मामिला झेल्दै, अनेक परीको लफडा झेल्दै उद्योग खोल्दै अगाडि बढ्छ ऊ। मैले चिनेको हर्क साम्पाङ यस्तो छ, तपाईले चिनेको बुझेको कस्तो छ भने भन्नु होला। ढुङ्गा बोक्छ, गिट्टी कुट्छ, कठोर भन्दा कठोर श्रम गर्छ उसले। सबै खाले काम गर्छ उसले, मनमा एउटै उद्देश्य बोकेर यो देश बनाउने। भौतिक विकासको आधार तय गर्छ उसले, आधुनिक र व्यवस्थित शहरीकरणको अवधारणा लागू गर्न खोज्छ ऊ। सुन्दर सहर निर्माण गरेर संस्कृतिको सुगन्ध भर्न खोज्छ ऊ। भौतिक, सामाजिक, शैक्षिक, बौद्धिक विकासका आयामहरूमा देखिने काम गर्छ उसले। बाढी पहिरोले जनताको बस्ती बगाउन लाग्दा आफै अघि सरेर भेलमा पानीको भेल, खोलाको भेलमा तार जाली कस्न जान्छ ऊ। जनताको घरमा आउने पानीको पाइप उसलाई मन नपराउने विरोधीहरूले लगाएको डडेलोले जल्दा धुवामा निसासिँदै आगो निभाउँदै जङ्गलमै बास बस्छ ऊ। ढुङ्गा हानाहान गरेर होइन, मिलेर ढुङ्गा बोकेर देश बन्छ भन्ने विश्वास गर्छ ऊ। हो, मैले चिनेको बुझेको अर्को साम्पाङ त्यस्तो छ। लागो छ दुर्व्यासनमा फसेर युवा नबिग्रुन् भन्न खातिर चेतनाको अभियान चलाएर सहरका कुना कराउँदै वर्ष पहिलादेखि हिँड्छ ऊ। सहरका गल्ली सफा गर्न, नाला सफा गर्न अघि सर्छ ऊ। ढिला सुस्ती, घोषखोरी र भ्रष्टाचार पिटिक्कै सहँदैन उसले। विकासको पहिलो आधार नै चेतना हो भन्ने बुझेर सामाजिक परिवर्तनको अभियानहरू चलाउँदै अघि बढ्छ ऊ। समाजमा विद्यमान विभेद र विकृतिको अन्त्य गर्न श्रम संस्कृति फैलाउन चाहन्छ। तपाईले चिन्नु भएको हर्क साम्पाङ कस्तो छ? त्यस्तै छ। संसारकै नमुना देश